हेलो गाइज, आज हामी मार्केटतिर जाँदैछौँ। मार्केट जाने तयारी हुँदैछ। आज फ्राइडेको दिन छुट्टी अनि साथी आज दुईजना मात्रै जाने भएका छौँ। अनि साथीले चाहिँ जुत्ता सुत्ता लगाउँदै हुनुहुन्छ सोल्टीले, अनि अर्को सोल्टी फेरि यस्तो नाचिदिइराख्नु भएको छ फेरि होइन चिलपारामा, अनि नाच्दै हुनुहुन्छ। अनि हामी चाहिँ निस्क्यौँ दुईजना, अरू दुईजना चाहिँ नजाने हुनुभयो। हामी दुईजना चाहिँ अब यहाँदेखि निस्क्यौँ। बाहिर गर्मी कत्तिको छ, अब हेर्छौँ। गर्मी नभए हिँडेर जाने विचार छ, गर्मी भयो ट्याक्सीमा जाने विचार छ। अनि सोल्टी पनि निस्किनु भयो, अनि म पछाडि पछाडि हिँडिराखेको थिएँ, सोल्टी अगाडि अगाडि। घाम चाहिँ अहिले यसो हेर्दाखेरि घाम धेरै छ। अनि अब हामी ट्याक्सीमा जाने विचार गरिराखेका छौँ। अनि अब ट्याक्सीको लागि सोल्टीलाई पहिले ल ट्याक्सी रोक्नु पऱ्यो सोल्टी भने सोल्टी फेरि उभिएर ट्याक्सी हेरिराख्नु भएको छ। अनि म चाहिँ यसो भिडियो बनाउँदै थिएँ। अनि यत्तिकैमा फेरि मलाई चर्को घामले चाहिँ एकदम पोल्यो। मैले चाहिँ हेर्दैछु यताउता कति चर्को घाम लागेको छ भनेर। अनि त्यत्तिकैमा चाहिँ फेरि एउटा हरियो हरियो गाडी ट्याक्सी चाहिँ सर्र आयो, अलि अगाडि गएर अड्ड्यो। अनि अगाडि गए पनि अब मान्छे पाएपछि कहाँ छोड्छ ट्याक्सीले, पछाडि ब्याक गरेर आयो। सोल्टी गएर कुरा गर्नुभयो, अनि भित्र गएर हामी बस्यौँ। भित्र गएर बसेपछि अनि सोल्टी चाहिँ अगाडि बस्नुभयो, म चाहिँ पछाडि बसेँ। अनि यताउताको भ्यूहरू यसो भिडियो गर्दै म पनि गएँ, पछाडि बसेर भिडियो गरिराखेको थिएँ। अनि आज फ्राइडे थियो, त्यसैले अलि सुनसानै थियो अनि माहौल बाहिर। अनि फ्राइडेको दिनमा अब त्यति हुँदैन नि त, खाली हुन्छ अलि ठाउँहरू। अनि गर्दै गर्दै जाँदा बाटोमा एउटा मस्जिद पनि आयो। अनि मस्जिदभन्दा अलि अगाडि गएपछि मार्केट आउँछ। हाम्रो मार्केटको नजिक पुगिसकेका थियौँ। अनि अगाडि बस पार्क पनि नजिकै छ नि त, त्यही भएर अब बस पनि त्यहीँ पार्किङहरू गरेको छ। अनि गाडीहरू मात्रै छ बाटोमा, मान्छेहरू त्यति देखिन्न बाहिर। अनि गर्दै गर्दै आयो नेक्स्ट हाम्रो मार्केट आयो। मार्केट आएपछि म निस्केँ पहिला, अनि सोल्टी पनि निस्किनु भयो। अनि निस्केपछि अन्डरग्राउन्डमा गयौँ हामी। अनि तल गाडी पार्किङ गर्ने ठाउँ छ नि त, पुरा गाडी नै गाडी मात्रै छ। अनि त्यसपछि हामी त्यहाँदेखि बिस्तारै अगाडि बढ्यौँ। अगाडि बढेपछि अनि भित्र छिर्यौँ। अनि भित्र गएपछि त्यहाँबाट फेरि हामी माथि गयौँ। दोस्रो फ्लाइटमा छ नि त होइन मार्केट। अनि त्यसपछि दोस्रो फ्लाइटमा माथि गइसकेपछि अनि त्यसपछि फेरि हामी यता हल्का अगाडि गएर अनि टोकरी लियौँ। एक एकवटा टोकरी लिएर फेरि सुई हिँड्दै गयौँ। हिँड्दै गएपछि महिलाहरूका बच्चाहरूको कपडाहरू चाहिँ टन्नै थियो। अनि त्यहाँबाट म पनि सुई पछाडि गइराखेँ। सोल्टी अगाडि गइराख्नु भएको थियो होइन। त्यसपछि जाँदै गर्दा यताउता घुम्यौँ। खासै अफरहरू त्यस्तो केही लागेको रहेछ, अनि अफर केही नलागेको रहेछ। अनि त्यस्तो ल्याउनु पर्ने पनि केही थिएन कपडा। अनि सिधा गयौँ किचनको सामान ल्याउने ठाउँमा। एउटा लसुन चाहिँ मैले उठाएर राखिसकेँ टोकरीमा। अनि त्यसपछि किचनमा लाग्ने सबै सामानहरू मैले त्यहाँबाट उठाएँ। अनि यत्तिकैमा त्यहाँनिर सुन्तला राखेको रहेछ। सुन्तला पनि एकदम सुन कलरको रहेछ होइन। त्यसपछि स्याउ सुन्तला सबै त्यहाँ राखेको रहेछ। त्यत्तिकैमा एकछिन हेरेँ। अनि त्यसपछि फेरि मैले जो लिनुपर्ने सामानहरू सबै भइसक्यो। त्यति धेरै आज थोरै थियो। त्यसपछि हामी हिसाब गरेर बाहिर निस्क्यौँ। अनि बाहिर निस्केपछि तल आउँदैछौँ। तल आएपछि त्यत्तिकैमा अनि त्यसपछि सबै काम भ्याएर हामी फर्क्यौँ। अनि अहिले रुममा पनि लगभग पुगिसक्यौँ। अब सबैलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। थ्याङ्क यू अल। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मलाई छुट्टी हुँला।